कोरियामा एकजना भाइ एकदमै नराम्रो तालले स्क्याममा परिएको छ। भाइको 4 लाख वन ठगीमा परिएको छ। घटना अस्ति मङ्गलबारको हो र भाइले अहिलेसम्म पनि न सामान पाएको छ र पैसा रिटर्न नै पाएको छ। र म सरसर्ती सुनाउन जाँदैछु। तपाईँहरूले यो भिडियो हेर्नुभयो भने कति साथीहरूले, थाहा नभएको साथीहरूले ठगीबाट बच्न सक्नुहुनेछ। मङ्गलबार उहाँले फेसबुकमा हेर्नुभयो ल्यापटपको विज्ञापनहरू र भाइले मन परेपछि इनबक्स गरेर च्याट सुरु भयो। च्याट सुरु गरेपछि प्राइस सोध्नुभयो 3 लाख वन भनेर उताबाट उत्तर आयो। र कसरी पेमेन्ट गर्ने भन्दाखेरि पहिला 1,50,000 वन सेन्ड गर, त्यसपछि सामान पुगेपछि फेरि अर्को 1,50,000 वन सेन्ड गर्दा हुन्छ भन्ने कुरा भयो होइन। खास गरी विदेशी रहेछ त्यो ट्याक्स गर्ने व्यक्ति र कोरियन भाषा पनि जान्दैन, सो इङ्ग्लिसमा बोल्दो रहेछ दुईजना आपसमा चाहिँ, र भोइस कल पनि हुँदो रहेछ। त्यसपछि भाइले 1.5 लाख वन हालिदियो होइन। सामान नआएपछि अब केही समयपछि फेरि अर्को 1.5 लाख वन हाल्नुपर्ने भन्ने कुरा गर्यो, त्यो 1.5 लाख वन फेरि हालिदियो। जब 3 लाख पुरा हालियो उताबाट डेलिभर गरेन, केही जानकारी नगरेपछि उताबाट फेरि के भन्दो रहेछ भने सियुमा गएर चाहिँ गुगल पे कार्ड किनेर चाहिँ मलाई त्यसको चाहिँ कोड सेन्ड गर भन्दो रहेछ। अब भाइलाई त्यो थाहा नभएको होइन, कहिले नकिनेको, जानकारी केही थाहा भएन, कतिको किन्नुपर्ने भन्दाखेरि त 50,000 वनको हुन्छ भनेछ। त्यो पठाएपछि चाहिँ तुरन्तै आउँछ सामान भन्ने कुरा गरेछ। अनि भाइले चाहिँ मलाई त्यो यताउति केही थाहा छैन, बरु म 50,000 हालिदिन्छु भनेर 50,000 फेरि हालिदिएछ भाइले, बिचरा लाटो खातामा हालिदियो। अनि होइन त्यो कार्ड त किन्नै पर्छ भनेछ। होइन मलाई थाहा छैन, प्लिज पठाइदेऊ न मेरो सामान भनेर चाहिँ फेरि 50,000 फेरि खातामा हालिदिएछ। हाना ब्याङ्क दिएको रहेछ त्यो अब दोकान कामदार वाटेभर उनीहरूको जो कुरा भएको थियो। म स्क्रिनमा सबै राखिरहेको छु, हेर्नु पनि होला। 50,000 हालेपछि के भयो, 4 लाख वन भयो। र अहिले पनि के भन्दैछ, न त डेलिभर गर्छ सामान न पैसा रिटर्न गर्छ, के भन्दो रहेछ, गुगल पे कार्ड त किन्नै पर्छ भन्दो रहेछ। अब मैले पनि अब बुझ्नुको लागि के कस्तो मलाई चाहिँ के कुरा गर्दो रहेछ भनेर चाहिँ मैले पनि त्यो भाइले लिङ्क पठाएपछि मैले पनि च्याट सुरु गरेँ। मलाई पनि मोबाइल मन पऱ्यो यो होइन। त्यसपछि चाहिँ अब उसले चाहिँ यता यस्तो उस्तो हो होइन। अनि मैले पनि यो म पनि लिन चाहन्छु, यस्तो उस्तो स्यालेरी आउनु लागेको छ, म भिजिट गर्नेछु नेक्स्ट विक भन्दाखेरि भिजिट गर्न पर्दैन, होम डेलिभरी हुन्छ भन्यो। होइन म चाहिँ आफै नै सेलेक्ट गर्न चाहन्छु, कलरहरू हेर्न चाहन्छु, त्यही कारणले चाहिँ छुन चाहन्छु, सो म भिजिट गर्न चाहन्छु। तपाईँको एड्रेस कहाँ भन्दाखेरि एड्रेस चाहिँ मलाई पठाएको छ होइन, इक्सान भनेको छ होइन, त्यहाँ एड्रेस पनि हेर्नु होला। बट अहिलेसम्म त्यसपछि चाहिँ भनौँ न अब त्यो त मलाई लगभग फेक लागिसक्यो। त्यसको व्हाट्सएप नम्बर पनि बाहिर रहेछ त्यो उसमा हेर्दाखेरि चाहिँ होइन, प्रोफाइलतिर हेर्दाखेरि चाहिँ। अब भाइ चाहिँ नराम्रो तालले फसियो। हजुरहरू पनि राम्ररी, हुन त भाइ आज पुलिसमा पनि गयो होइन, त्यो कति मैले फोनमा भ्याएसम्म चाहिँ थोङयाक पनि गरिदियो लन्च टाइममा। सो हजुरहरू पनि होइन यस्तो फेसबुकतिर एड आएको छ भनेदेखि पहिले राम्ररी बोल्नु होला, उनीहरूको भिडियो हेर्नु होला, प्रोफाइल खोलेर हेर्नु होला होइन, कहाँ छ कस्तो छ होइन, अनि मात्रै विश्वास लिनु होला होइन। त्यो भाइले राम्ररी प्रोफाइल पनि नहेरेको रहेछ होइन। मैले प्रोफाइल यसो हेर्दाखेरि कहाँ विदेशको सिनहरू जस्तो छ, कहाँ नदेखेको गाडीको मोडलहरूको फोटोहरू पनि छ होइन। 100% फेक भनेर थाहा पाइसकेको छ। तर सोच चाहिँ यो कुरा छ कि अनौठो लाग्ने कुरा चाहिँ फेरि कोरियाको ब्याङ्कमा पैसा ट्रान्सफर गरेको छ है, हाना ब्याङ्कमा। र उस व्यक्तिको नाम चाहिँ अल्लासन डोडो के भनेर छ होइन। मलाई भाइले सबै स्क्रिनसटहरू पठाएको थियो, सो हजुरहरू पनि हेर्नु होला। त्यही मैले भन्न चाहेँ। अनि होइन यस्तो धेरै स्क्यामरहरू छ होइन देश विदेशमा, सो प्लिज बस्नु होला। धेरै मान्छेहरू ठगिनु परिरहेको अवस्था छ। हजुरहरू अवेरनेस गराउन चाहन्छु, हजुरहरू एकदम केयरफुल गर्नु होला भन्न चाहन्छु। अब पुलिस त अब केस गरिएको छ, अब रिपोर्ट त गरायो, उजुरी त गर्यो भाइले। अब त्यसको रिजल्ट के कस्तो आउला अब यो त आउने दिनमा बाँकी थाहा नै हुनेछ, त्यही मैले भन्न चाहेँ।